नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल। आज पनि म एउटा भिडियो बनाउँदैछु नि गाइस। एउटा ट्रेन्डिङ चलिरहेको छ नि आजभोलि। लेडिज एन्ड जेन्टलमेन वेलकम टु मेरी गाउँ की भ्यू भन्छन्, एउटा ट्रेन्डिङ चलिरहेको छ नि यो। आज चाहिँ म हजुरहरूलाई हाम्रो गाउँको भ्यूहरू देखाउने छु, हाम्रो गाउँबाट देखिने ठाउँहरूको होइन गाइस। म चाहिँ आज भर्खर उठेर आएको होइन गाइस, भर्खर उठेर आएको। अहिले चाहिँ 1:30 भइसकेको छ गाइस। अनि हाम्रो गाउँको भ्यू चाहिँ अहिले यस्तो छैन, यस्तो राम्रो छ। यता कोटगाउँको भ्यू अनि उता कुनामातिर चाहिँ हिल्स छ गाइस। आज नि म घरमै छु गाइस। भोलिबाट चाहिँ 3 दिन म लगातार मेलामा छैन। त्यो दिन उता भोलि फर्स्ट चाहिँ दाइहरूको धान रोप्ने टाइम हो, अनि धान रोप्नुहुन्छ अरे, अनि बोलाएको थियो मम्मी र मलाई। अनि भोलि चाहिँ म धान रोप्न जानु पर्ने छ गाइस। भोलिबाट 3 दिन म हजुरहरूलाई नि म त्यो गर्नेछु, त्यो धान रोप्नेहरू पनि होइन गाइस। आजको हाम्रो मर्निङ भ्यू चाहिँ मैले अलरेडी बनाएको छु नि गाइस, म यसमा जोडिहाल्छु। अहिले चाहिँ 1:30 बजिसक्यो। त्यसको भ्यू यस्तो राम्रो देखिरहेको छैन, आज पानी पनि परेको छैन। यता ठाउँहरू चाहिँ यस्तो राम्रो देखिन्छ नि गाइस। नमस्ते होइन। अहिले चाहिँ 4 बजिसक्यो छ गाइस। अब चाहिँ अहिले चाहिँ पानी हल्का हल्का रोकेको छैन। अघि चाहिँ यस्तो ठुलो पानी परिरहेको थियो होइन गाइस। यतातिर होइन, उता कोट गाउँहरू कुनै पनि गाउँ देखिँदैन थियो क्या, यो पानी परेर होइन। चाहिँ हल्का पानी परिरहेको छ। अहिले चाहिँ हल्का देखिरहेको छ गाउँहरू नि, पानी नि परिरहेको छैन अहिले नि। यस्तो पानी परिरहेको छ नि, बाटोहरू नि यस्तो भएको पानी परेर यस्तो गाइस। गाउँमा हो, असार सुरु भइसक्यो पानी पर्ने। कहिले पानी रोक्ने, कहिले पानी परिरहेको हुन्छ होइन। मौसम एकछिन सफा हुन्छ र एकछिन बिग्रिन्छ होइन। मौसम यस्तो छ। असारको टाइममा त सब यस्तै हुन्छ नि गाइस। अब बर्खा सुरु भइसक्यो असार महिनामा होइन। कोदाहरू रोप्नु पर्छ, धानहरू रोप्नको लागि चाहिँ पानी त जसरी पर्नै पर्छ होइन। यस्तै हो। आज नि एक्लै गाउँमा। अब भोलिदेखि चाहिँ फ्री छैन होइन, म अलि 3-4 दिन जति फ्री हुँदैन। यस्तो छ भ्यू नि, यस्तो राम्रो देखिरहेको छ पानी पर्दा नि होइन। यो चाहिँ हाम्रो नयाँ पुल होइन, बनाउँदैछ। अब चाहिँ टाइम चाहिँ लाग्छ होइन। अहिले यसको अझै बनाउनु पर्ने हुन्छ अरे, के बनाउनु छ अरे होइन। अस्ति 2-3 महिना जति भयो होइन यो पुल बनाएर। अहिले चाहिँ कम्प्लिट हुन लागेको छ। आजको भिडियो यहाँसम्म मात्र हो गाइस। बाई बाई। अनि अब अर्को भिडियोमा भेटौँला हामी सबैजना।